अपी पावर कम्पनी लिमिटेड शेयर प्राइस 300 भन्दा कम रहेको फन्डामेन्टली स्ट्रङ कम्पनी। नमस्कार, म गणेश श्रेष्ठ। आज म नेप्सेमा लिस्टेड रहेको अपी पावर बारे जानकारी दिनेछु, जसले एउटा वा दुईवटा मात्र नभई 6वटा आयोजनाबाट आम्दानी गर्दैछ र यो कम्पनीले इन्भेस्टमेन्ट डाइभर्सिफाई गरेर अपार्टमेन्ट पनि बनाउँदैछ। साथै अरु कुन कुन कम्पनीमा लगानी गरेको छ भने जानकारी पनि दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र बिजनेस प्लानलाई फलो पनि गर्नु होला। अपी पावरको आफ्नो स्वामित्वमा रहेको 3वटा हाइड्रो पावर र 3वटा सोलर आयोजना रहेको छ। यी सबै आयोजना सम्पन्न भएर विद्युत उत्पादन गरिरहेको छ। अपी पावरले यी 6 आयोजनाबाट कुल 62.5 मेगावाटको विद्युत उत्पादन गरिरहेको छ। यो बाहेक कम्पनीले 8 मेगावाटको परमाणुपुर सोलर आयोजना बनाइरहेको छ, जुन आगामी 6 महिनामा सम्पन्न हुने चरणमा छ। सो आयोजना सकिएपछि कम्पनीले 70.5 मेगावाटका आयोजनाबाट आम्दानी गर्नेछ। अब लागौ कम्पनीले अन्य कम्पनीमा गरेको लगानीतर्फ। अपी पावरले नेप्सेमै लिस्टेड रहेको इङ्वा हाइड्रोमा 25% शेयर लगानी गरेको छ। शेयर बजारमा इङ्वाको शेयर मूल्य बढ्न साथ त्यसको प्रत्यक्ष लाभ अपी पावरलाई नै हुन्छ। अपी पावरले सूर्यकुण्ड हाइड्रोमा 54% लगानी गरेको छ। सूर्यकुण्डले बनाइरहेको 11 मेगावाटको आयोजना अब 1 महिनाभित्र सम्पन्न हुँदैछ। यो कम्पनीले आइपिओ निष्कासन गर्नको लागि सेभनमा आवेदन दिइसकेको छ। सो कम्पनी पनि बजारमा सूचीकृत भएपछि सो कम्पनीको मूल्य अनुसार अपी पावरले आफ्नो लगानीको भ्यालुएसन गर्न पाउनेछ। यो बाहेक अपी पावरले दार्चुला पावरमा 51% शेयर लगानी गरेको छ। यसले बनाइरहेको 28.3 मेगावाटको आयोजना अबको 1.5 वर्षमा सम्पन्न हुँदैछ। अपी पावरले हाइड्रो र सोलरमा मात्र नभई आफ्नो लगानी डाइभर्सिफाई गर्दै अन्य क्षेत्रमा पनि लगानी गरिरहेको छ। अपी पावरले अपी इन्फ्रामा 100% लगानी गरेको छ। यो कम्पनीले झम्सीखेलमा 43 युनिट भएको अपार्टमेन्ट बनाइरहेको छ। यो निर्माण सम्पन्न भएपछि यसको लाभ पनि अपी पावर र यसका शेयरधनीलाई हुने देखिन्छ। अपीले अपी स्प्रिङमा 100% लगानी गरिरहेको छ। यो कम्पनीले मिनरल वाटर उत्पादन गरेर बिक्री गर्छ। अपी पावरले हरेक वर्ष जसो लाभांश दिइरहेको छ। कम्पनीले विगत 9 वर्षमध्ये 8वटा वर्षमा लाभांश दिइरहेको छ। अपी पावरले जलविद्युत निर्माणका लागि आवश्यक पर्ने उपकरण बनाउने अपी मेकानिकल पावर लिमिटेडमा पनि शेयर लगानी गरेको छ। त्यस्तै विद्युत व्यापार गर्ने उद्देश्यले दर्ता भएको नेपाल पावर एक्सचेन्जमा पनि अपी पावरले शेयर हालेको छ। र अन्तिममा यो भिडियो चाहिँ केवल एजुकेसन पर्पजको लागि मात्र हो है। कुनै पनि कम्पनीको शेयर खरिद वा बिक्री गर्नु अघि आफूले नै स्वअध्ययन गरेर मात्र डिसिजन लिन हाम्रो आग्रह छ। र तपाईले कमेन्ट गर्नुभयो भने हामीले पनि यस्तै खालको भिडियो अरु कम्पनीको पनि बनाउन सक्छौं। कमेन्ट गर्नु होला।